सबैलाई नमस्कार। आज हामी एउटा प्रोग्रामिङ कोडलाई एक्सप्लेन गर्न आँटेका छौँ। यो प्रोग्राममा चाहिँ के छ भन्दाखेरि हामीले दुईटा नम्बर इनपुट दिन्छौँ। अनि ए र बी हामीले इनपुट दिन्छौँ अनि त्यसलाई चाहिँ ए को ठाउँमा चाहिँ बी आउटपुट, बी को ठाउँमा चाहिँ ए आउटपुट आउनु पर्यो, स्वैप गर्नु पर्यो अरे। मैले ए को ठाउँमा मैले 5 दिएँ भने अब बी कति 5 अनि बी को ठाउँमा मैले 10 दिएँ। अब अर्कोचोटि ए को ठाउँमा प्रिन्ट गर्दाखेरि के आउँछ भन्दाखेरि 10 आउँछ अनि बी को ठाउँमा 5 आउँछ। यो स्वापिङ कसरी गर्ने एउटा थर्ड भेरिएबल युज गरेर। सुरुमा हामीले डिक्लेयर गर्यौँ इन्ट ए बी टेम्प भनेको टेम्पोररी त्यहाँ बसोस् भनेर। अनि हामीले नम्बर इनपुट माग्यौँ। यहाँसम्म नर्मल्ली अरू प्रोग्राम जस्तै हामीले इनपुट माग्यौँ ए र बी। अब टेम्प भन्ने ठाउँमा ए लाई राख्यौँ। ल सपोज ए कहाँ छ अरे, ए को ठाउँमा 5 राखेको छौँ अनि बी को ठाउँमा 10 इनपुट दिएको छौँ हामीले। अब एउटा भाडामा चाहिँ के छ भन्दाखेरि यो टेम्प, यो चाहिँ यो फाइलको नाम चाहिँ के अरे, टेम्प। यो फाइलको नाम के अरे, टेम्प। अब यो टेम्पमा त के छ, टेम्प इज इक्वल टु ए। यो 5 कहाँ गएर बस्ने रहेछ, टेम्पमा गएर बस्ने रहेछ। अनि त्यसपछि के भनेछ, ए इज इक्वल टु बी। ए को ठाउँमा के बस्ने रहेछ, ए को ठाउँमा चाहिँ यो 10 बस्ने रहेछ है। ए को ठाउँमा 10 बस्यो यहाँ। अनि अब फेरि बी को ठाउँमा चाहिँ के बस्छ अरे, बी को ठाउँमा चाहिँ यो टेम्प गरेर बस्दो रहेछ है। यसरी बुझ्नु है। अब के भयो भन्दाखेरि टेम्पको ठाउँमा चाहिँ गएर ए बस्यो अनि बी को ठाउँमा गएर चाहिँ ए को ठाउँमा चाहिँ को बस्यो, बी बस्यो। अब बी को ठाउँमा को बस्दो रहेछ, टेम्प भनेको के हो, ओरिजिनल्ली ए, पहिलेको ए नै गएर बस्ने रहेछ। भनेपछि बीमा कति बस्यो भन्नुहोस्, 5 बस्यो। अब एमा कति बस्यो, 10। अब ए र बी प्रिन्ट गर्दाखेरि के आउने भयो, ए र बी प्रिन्ट गर्दाखेरि 10 र 5 आउने भयो। 10 र 5 आउने भयो। धन्यवाद।